भारतको मध्य प्रदेशमा एक बिहानै सडकभित्रबाट निस्किरहेको एउटा मानिसको हात देखियो। त्यो हात कसको थियो र त्यहाँ कसरी पुग्यो भन्ने सत्य पत्ता लगाउन हामीले अघिल्लो रात घटेका घटनाहरू हेर्नुपर्छ। लतोरी बर्मन त्यो रात आफ्नी श्रीमतीसँग नजिकैको ऋषि पञ्चमी मेलामा सहभागी हुन्छन्। रमाइलो र चहल पहल बीच अबेर साँझ उनी घर फर्कने निधो गर्छन्। श्रीमतीले आफ्ना आमा बुवा कहाँ बस्ने निर्णय गर्छिन्, तर लतोरीलाई घर फर्कने हतार हुन्छ। उनलाई थाहा थिएन कि यो उनको जीवनको अन्तिम यात्रा हुनेछ भनेर। घर फर्कने बाटोमा उनले एक मदिरा पसलमा छोटो समय बिताउँछन्, जसले गर्दा उनको अवस्था प्रभावित भएको हुन सक्छ। अब लतोरी उडलाना र हाटा गाउँहरू बीचको निर्माणाधीन सडक खण्डमा छन्। यहाँ कुनै सडक बत्ती छैन, कुनै चेतावनी सङ्केत छैन, केवल कालो रात, उबडखाबड जमिन, अधुरो निर्माण कार्य। र यो रात उनको लागि घातक जाल बन्न पुग्छ। मदिराको केही असर र अँध्यारोले गर्दा लतोरीको पाइला चिप्लिन्छ। उनी सडकमा रहेको एउटा ठूलो र गहिरो निर्माण खाल्डोमा खस्छन्। यो केवल एउटा खाल्डो थिएन, यो एउटा अँध्यारो मुख थियो जसले उनलाई निल्न तयार थियो। खस्दा उनलाई चोट लाग्यो होला वा उनी बेहोस भए होलान्। जे होस्, उनी खाल्डोको पिनमा फसे। ठिक त्यही क्षणमा लतोरी खाल्डोमा फसेका बेला निर्माण टोलीले सोही खाल्डो भर्नका लागि काम गरिरहेको थियो। ठूला मेसिनरीको आवाज, भारी उपकरणको गडगडाहट। उनीहरू आफ्नो काममा व्यस्त थिए। केही मिटर तल खाल्डोमा एउटा मानिस फसेको छ भन्ने कुराबाट पूर्ण रूपमा बेखबर। र त्यसपछि तातो, बाक्लो अलकत्रा खन्याइन्छ। यो पग्लिएको पदार्थ सिधै त्यो खाल्डोमा जान्छ जहाँ लतोरी बर्मन फसेका छन्। कल्पना गर्नुहोस् त्यो आतंक, तातो, भारी वजन, शरीरमा टाँसिएको कालो तरल पदार्थ। अलकत्राले उनलाई घेर्दै जाँदा लतोरीले आफू फसेको र खतरामा परेको महसुस गर्छन्। शारीरिक दुखाइ र चरम डरले गर्दा उनी चिच्याउँछन्। मेसिनरीको चढको आवाजमा यो चिच्याहट दबियो होला, तर के यो साँच्चै कसैले सुनेन होला त? अब यहाँ कथाले भयानक मोड लिन्छ। यदि चिच्याहट सुनिएको थियो भने कामदारहरूलाई पक्कै थाहा भएको हुनुपर्छ कि कोही खाल्डोमा फसेको थियो। तर थाहा पाएपछि रोकिनुको सट्टा घटनालाई लुकाउन तिनीहरूले अझ बढी तातो अलकत्रा खन्याए। यो अब दुर्घटना मात्र रहेन, यो त भयानक सत्यलाई गाड्ने एउटा जानीबुझी गरिएको अपराध बन्न पुग्यो। उद्धार नगर्ने निर्णय भइसकेपछि कामदारहरूले खाल्डोलाई बाँकी अलकत्रा र सामग्रीले स्टफ गर्छन्। त्यसपछि डम्पर ट्रक, यो केवल सम्याउनको लागि चलाइएन, यो बारम्बार त्यो ठाउँमाथि चलाइयो, खाल्डोलाई सम्याउँदै सिधै त्यो ठाउँमाथि जहाँ लतोरी बर्मन जिउँदै पुरिएका थिए। यो सडक निर्माण होइन, यो एउटा चिहान बनाउने काम थियो। तातो, भारी र जम्दै गएको अलकत्रामा फसेका, सास फेर्न नसकेका लतोरीले मृत्युसँग अन्तिम सङ्घर्ष गर्छन्। उनी बाहिर निस्कनका लागि आफ्नो सबै शक्ति लगाएर धकेल्छन्। उनी सतहमा पुग्न, हावा पाउन, बाँच्नका लागि छटपटाइरहेका थिए। उनको त्यो अन्तिम निराश प्रयासले केवल आफ्नो हातमाथि धकेल्न सफल भए, तर शरीर फसेको फसै भयो। अर्को 24 देखि 48 घण्टासम्म त्यो कालो चिपचिपे पदार्थ चिसो भएर ठोस हुन्छ। यो एउटा नयाँ चिल्लो सडक बन्छ। बाहिरबाट हेर्दा यो सामान्य देखिन्छ, तर यसको सतहमुनि एउटा भयानक रहस्य लुकेको थियो। एक मानिसको शरीर जुन अलकत्राको चिहानमा कैद थियो। पोस्टमार्टम रिपोर्टले आशंका पुष्टि गर्छ। लतोरी बर्मनको मृत्यु जलाएर होइन, तर निस्सासिने सफोकेसनबाट भएको थियो। यसले देखाउँछ कि उनी अलकत्राले पुरिदा जिउँदै थिए र हावाको लागि सङ्घर्ष गरिरहेका थिए। घटनाको अनुसन्धानपछि डम्पर ट्रक चालक र खाल्डो भर्ने एक मजदुरलाई पक्राउ गरी लापरवाहीका कारण मृत्यु गराएको आरोपमा मुद्दा चलाइन्छ। यदि उनको हात बाटोबाट बाहिर निस्केको नदेखिएको भए सायद कसैले पनि भेट्टाउने थिएन। यो घटनाले देखाउँछ कि निर्माणाधीन क्षेत्रमा कहिल्यै पस्नु हुँदैन, खास गरी राति र रक्सीबाट मातेको बेला।